आज हामी एउटा निकै नै रोमाञ्चक खबरमा कुरा गर्दैछौँ। नेपालले पहिलो पटक, त्यो पनि औपचारिक रूपमा, वेस्ट इन्डिज जस्तो क्रिकेटको पावर हाउससँग T20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्दैछ। हो, यो त साँच्चै ठूलो खबर हो। मतलब नेपालले खेल्दै त आएको छ, तर वेस्ट इन्डिज 2 पटकको T20 विश्व च्याम्पियनसँग, त्यो पनि उनीहरूको मुख्य टिमसँग खेल्नु भनेको त ऐतिहासिक नै हो। एकदम। अनलाइन खबरमा आएको यो समाचार अनुसार खेलहरू पनि तय भइसकेछन्। आउँदो वर्ष 2025 को सेप्टेम्बरमा UAE को शारजाहमा। हो, शारजाहमा तालिका पनि छ। सेप्टेम्बर 27, 28 अनि 30 तारिखमा 3 वटा T20 खेलहरू। शारजाह आफैमा कति ऐतिहासिक मैदान है, त्यहाँ खेल्नु पनि एउटा अनुभव होला। एकदम। तर यहाँ अर्को एउटा निकै चाखलाग्दो कुरा के छ भने नि, यो श्रृङ्खलाको समय कसरी? हेर्नुस् न, क्यानले आफ्नो क्यालेन्डरमै सेप्टेम्बरमा टेस्ट राष्ट्रसँग खेल्ने योजना राखेको थियो रे। त्यो त पूरा भयो, तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा के होला? यो श्रृङ्खला ठिक त्यो के अरे अक्टोबरमा ओमानमा हुने T20 विश्वकप एसिया छनौटको फाइनल चरण भन्दा ठिक अगाडि हुँदैछ। ए हो त नि, कस्तो मतलब एकदम योजनाबद्ध जस्तो। UAE र ओमान त नजिकै पनि भयो। हो नि, वातावरण, पेच सबै कुरा मिल्दोजुल्दो हुन सक्छ। अनि वेस्ट इन्डिज जस्तो एकदमै अट्याकिङ खेल्ने टिमसँग खेलेर सिधै विश्वकप छनौट खेल्न जाँदा त तयारी त पक्कै अर्को स्तरको हुन्छ होला। आत्मविश्वास पनि बढ्छ होला है। एकदमै। विश्वकप छनौट जस्तो प्रेसरको खेल अघि यस्तो उच्च स्तरको प्रतिस्पर्धा खेल्न पाउनुभन्दा राम्रो तयारी के हुन्छ र? खेलाडीले आफ्नो कमजोरी थाहा पाउँछन्, रणनीति बनाउन मद्दत पुग्छ। यहाँनिर मलाई अर्को कुरा याद आयो। गत वर्ष वेस्ट इन्डिजको A टिम आएको थियो नि नेपाल, किर्तिपुरमा। आएको थियो 5 खेलको T20 श्रृङ्खला। हो, हामीले 3-2 जितेका पनि थियौँ। त्यो भ्रमणले चाहिँ यो अहिलेको श्रृङ्खला हुन कतिको मद्दत गर्यो होला? त्यो एक किसिमको टेस्ट जस्तो थियो के? खै, त्यसलाई ठ्याक्कै टेस्ट त नभनौँ, तर त्यसले एउटा आधार चाहिँ पक्कै बनायो होला। 2 देशको क्रिकेट बोर्ड बीच सम्बन्ध बन्यो, विश्वास बढ्यो। तर A टिम र सिनियर टिम त फरक हो नि है? त्यो त आकाश जमिनको फरक भइहाल्यो नि। A टिममा भविष्यका खेलाडी हुन्छन्, केही अनुभवी पनि होलान्, तर सिनियर टिम भनेको त स्थापित स्टारहरू भएको टिम हो। उनीहरूसँग खेल्दाको दबाव, त्यो स्तर नै बेग्लै हुन्छ। त्यो त हो। त्यसैले गत वर्षको श्रृङ्खला एउटा खुड्किलो थियो भने यो चाहिँ ठुलै फड्को हो। अनि यो सम्भव बनाउन क्यान, क्रिकेट वेस्ट इन्डिज र एमिरेट्स क्रिकेट बोर्ड तीनवटै पक्षको सहकार्य पनि महत्त्वपूर्ण छ। हो, यो सहकार्यले पनि क्यानको पहुँच बढेको देखाउँछ। त्यसो भए समग्रमा हेर्दा यसको अर्थ के हो त नेपालको लागि? ऐतिहासिक त भइहाल्यो। ऐतिहासिक त छँदैछ, तर यसको अर्थ अझ बहिरो छ। पहिलो त मैले अघि भने जस्तै विश्वकप छनौटको लागि एकदमै राम्रो तयारी भयो। दोस्रो, यसले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको के भन्छ रे प्रोफाइल बढाउँछ। ठूला टिमले पनि नेपालसँग खेल्न इच्छुक छन् भन्ने सन्देश जान्छ। हो नि। अनि तेस्रो, हाम्रा खेलाडीहरूले विश्वका उत्कृष्ट खेलाडीसँग खेल्ने, उनीहरूको अनुभवबाट सिक्ने मौका पाउँछन्। यो त अमूल्य कुरा हो। साँच्चै यो त हामी सबै नेपाली क्रिकेट समर्थकको लागि गर्वको कुरा हो। विश्वकप छनौटको मुखैमा यस्तो अवसर। एकदम। तर यसले एउटा प्रश्न पनि उठाउँछ। कस्तो प्रश्न? के यो यस्तै एक पटकको लागि मात्र हो, कि अब नेपालले नियमित रूपमा यस्ता ठूला टिमहरूसँग खेल्ने अवसर पाउँछ त? यो अवसरलाई निरन्तरता दिन अब के गर्नु पर्ला? यो चाहिँ अब हेर्नुपर्ने कुरा हो।